सो साथीहरू हजुरहरूले भन्नुहुन्छ नि मलाई काम-साम छैन, जतिखेर मोबाइल थराहा भिडियो बनाएको खाछ भनेर। हेर्नुहोस् आजको मेरो काम भन्दै स्वागत गर्न चाहे हजुरहरूलाई आजको मेरो मिनी ब्लगमा। आजको मेरो काम चाहिँ के हो कस्तो भन्ने कुरा म हजुरहरूलाई प्रत्यक्ष रूपमा देखाइरहन्छु। कृपया भिडियो स्किप नगरिकन हेरिदिनु होला भन्न चाहन्छु। लाग्यो खोइला लिनको लागि मकैको डाँठ, किनकि मलाई फोन गरेर मकैको डाँठ लिन आइज भनेर बोलाइसकेपछि म चाहिँ लागेँ। अनि घाम चाहिँ यति थिए भगवान्। अहिले यहाँ 2 बजी थियो भने मेरो ओनरमा चाहिँ 12 बजे थिए। अनि मैले चाहिँ घरैबाट निक्लेको भिडियो चाहिँ बनाउन त बनाएँ, खै क्लिपै भएन रहेछ। भिडियो चाहिँ बस्दै बसेन रहेछ, त्यही भएर आधा बिचमा आएको भिडियो मात्रै। अनि म यहाँ आइपुगिसकेको छ। मम्मीहरू चाहिँ मकै छोराएर रहेछ, अनि आधी चाहिँ मिसिन लगायो, आधी चाहिँ छोराउँदै रहेछ। अनि म नि यसो छोराइदिएँ। अनि मेरो काम चाहिँ खास गरी मकै छोराउनु त होइन, यता खोया उठाउने हो। म चाहिँ मकैको डाँठ उठाउनुतिर लागेँ। घाम फेरि भगवान् यति धेरै अब त हजुरहरूलाई पनि विश्वास भयो होला नि त मैले काम गर्छु कि गर्दैन भन्ने कुरा चाहिँ। यस्तो घाममा पनि हेर्नुहोस् त मैले कति धेरै काम गर्छ। अहिलेलाई चाहिँ सो यति नै भिडियो पार्ट 2 मा चाहिँ म यो सारा काम भएर घर जान्छु। म कुन बाटो जान्छु भन्ने कुरा म हजुरहरूलाई देखाउँछु। अहिलेलाई यति नै। सो सबैलाई बाइ बाइ।